नेपालको पपुलर एक्टर, युट्युबर र टिकटकर सिमरान पन्तको बारेमा आज हामी चर्चा गर्नेछौँ। यस भिडियोमा उहाँको एज, पर मन्थ इन्कम, क्वालिफिकेसन, हबिज, फ्यामिली र उहाँको बोयफ्रेन्डको बारेमा पनि आज हामी चर्चा गर्नेछौँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल एसएम ब्लग 94। म यस्तै खाले भिडियोहरू लगाउने गर्छु। यदि हजुरहरू सिमरान पन्तको फ्यान हुनुहुन्छ भने यस भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्नुहोला। यदि यस भिडियोमा कुनै गल्ती हुन गएमा हामीलाई उक्त गल्तीहरू कमेन्टमा भनिदिनु होला। साथै उक्त गल्तीहरूप्रति माफी माग्दै आजको भिडियोलाई स्वीकार गरिदिनु होला। अब कुरा गरौँ उहाँको पर्सनल बायोग्राफीको बारेमा। उहाँको पपुलर नाम सिमरान पन्त हो भने उहाँको रियल नाम पनि सिमरान पन्त नै रहेको छ। यसका साथै उहाँको घर इनरवा हो भने हाल केटीएममा बस्नुहुन्छ। उहाँको जन्म विक्रम सम्वत 2063 सालमा भएको थियो भने हाल 18 इयर्स ओल्डको हुनुहुन्छ र उहाँको हाइट 5.5 इन्च रहेको छ भने उहाँको बडी स्किन चाहिँ व्हाइट रहेको छ। अब कुरा गरौँ उहाँको हबिजको बारेमा। उहाँको हबिज टिकटक र एक्टर हो भने उहाँको क्वालिफिकेसन +2 क्लियर रहेको छ। यसका साथै उहाँको फ्यामिलीमा मम्मी, बाबा र बहिनी गरी उहाँसँग जम्मा 4 जना हुनुहुन्छ भने उहाँ पहिलो सन्तान अर्थात् जेठी छोरी हुनुहुन्छ। अब कुरा गरौँ उहाँको युट्युब च्यानलको बारेमा। उहाँले अगस्त 23, 2015मा आफ्नो युट्युब च्यानल खोल्नु भएको थियो भने हालसम्म उहाँको च्यानलमा 24 वटा भिडियोहरू रहेको छ। यसका साथै उहाँको च्यानलले 1,86,184 भ्युज गेन गरिसकेको छ भने 2,500 सब्सक्राइबर पनि प्राप्त गरिसकेको छ। अब कुरा गरौँ उहाँको टिकटक एकाउन्टको बारेमा। उहाँको टिकटक एकाउन्टमा 21.6 मिलियन लाइक रहेको छ भने 6,42,200 फलोवर्स रहेको छ र उहाँ एक एक्टर पनि हुनुहुन्छ। उहाँले आफ्नो पहिलो फिल्म होस्टेल 3 मा आफ्नो मेन एक्टरको रूपमा पार्टिसिपेट गरिसक्नु भएको छ भने त्यो फिल्मबाट उहाँले अराउन्ड 5 लाख जति इन्कम गर्नुभएको छ। साथीहरू, यतिन्जेलसम्म हजुरहरूले सब्स्क्राइब गर्नुभएको छैन भने एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्नुहोला। अब कुरा गरौँ उहाँको बोयफ्रेन्डको बारेमा। हामीलाई प्राप्त जानकारी अनुसार उहाँ अहिले सिङ्गल नै हुनुहुन्छ। उहाँको बारेमा नेक्स्ट कुनै अपडेट भएमा हामी तपाईहरूलाई पक्कै जानकारी गर्नेछौँ। साथीहरू, यो थियो सिमरान पन्तको बायोग्राफी। बोल्दै जाँदा काहीँ कतै मिस्टेक हुन गएमा क्षमा चाहन्छु। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुहुने हजुरहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्दै म पनि बिदा चाहन्छु। नमस्कार।